हेलो एन्ड नमस्ते वेलकम टु माई युट्युब च्यानल। पर्सनल फाइनान्स एउटा यस्तो कुरा हो जुन बच्चादेखि बुढो मान्छेले सबैलाई काम लाग्ने कुरा हो र यो न कसैले हामीलाई सिकाउँछ, न स्कुलमा सिकाउँछ, न कलेजमा नै सिकाउँछ। आज म तपाईलाई मैले जानेको कुराहरू सेयर गर्न खोज्दैछु। आज म कुरा गर्नेछु 6वटा पोइन्टको, जुन पोइन्टले तपाईलाई आफ्नो पर्सनल फाइनान्स जर्नीमा हेल्प गर्छ। आउनुहोस् ढिला नगरी भिडियोलाई सुरु गरौँ। पर्सनल फाइनान्स, पहिला कुरा पर्सनल फाइनान्स भनेको के हो बुझ्न जरुरी छ। पर्सनल फाइनान्स भनेको यस्तो कुरा जुन तपाईले आफ्नो मनीलाई म्यानेज गर्दाखेरि युज गर्ने सबै कुराहरूलाई पर्सनल फाइनान्समा समेटिन्छ। जस्तै कि तपाईले इन्भेस्टमेन्ट गर्नुहुन्छ, इमर्जेन्सी फन्ड बनाउनुहुन्छ, सबै कुरा गर्नुहुन्छ, यो सबै कुराहरू पर्सनल फाइनान्स भित्रकै टपिकहरुमा पर्छ। धेरै मान्छेहरूले आफ्नो कमाईको जर्नी सुरु गर्दाखेरि पर्सनल फाइनान्सलाई इग्नोर गरेको मैले पर्सनली देखेको छु। मानौं तपाई बच्चा हुनुहुन्छ या बुढो हुनुहुन्छ, तपाईले आज कमाउनुहोस् या भोलि कमाउनुहोस्, यो कुरा तपाईलाई एकदमै इम्पोर्टेन्ट छ। किनभने यो कुरा भएन भने तपाई आफ्नो लाइफको ट्र्याकबाट नै बाहिर निस्कनुहुन्छ। पर्सनल फाइनान्स भनेको चाहिँ यस्तो कुराले बुझ्नुस्, मानौं कि रेल हिँड्नलाई एउटा ट्र्याक चाहिन्छ नि, पर्सनल फाइनान्स पनि त्यस्तै ट्र्याक हो। तपाईले जबदेखि पैसा कमाउन थाल्नुहुन्छ नि तपाई एउटा ट्र्याकमा हिँड्नु पर्ने हुन्छ। हो रेल त्यसरी ट्र्याकमा हिँडेर आफ्नो डेस्टिनेसनमा पुग्छ भने मान्छेले पनि आफ्नो पर्सनल फाइनान्स जर्नीलाई त्यसरी ट्र्याकमा लगेर मान्छे पनि आफ्नो डेस्टिनेसनमा पुग्न सक्छ। पोइन्ट नम्बर 1, ट्र्याक योर एक्सपेन्सेस। मतलब तपाईले जति कमाउनुहुन्छ त्यो सबैको विवरण निकाल्नुहोस्। तपाईले कहाँ खर्च गर्नुहुन्छ, के कुरामा धेरै खर्च गरिरहनु भएको छ, कुन कुरामा वायद गइराछ, कुन कुरामा ठिकै गइराछ, त्यो सबै कुराहरूलाई पहिला सुरु ट्र्याक गर्नुपर्छ। यो रुल नम्बर 1 हो। यदि तपाईले आफ्नो खर्चलाई ट्र्याक गर्नु भएन भने डोकोमा दुध दुहेको जस्तै हो। दुध दुहिन्छ तर त्यो दुध त्यहाँ कहिले पनि अड्किदैन, किनभने त्यो दुध कहाँबाट चुइराछ भनेर हामीले कहिले हेरेकै छैनौं। त्यसकै लागि तपाईले आफ्नो खर्चलाई कहाँ गइराछ, कसरी गइराछ भनेर हेर्न एकदमै जरुरी छ। पोइन्ट नम्बर 2 भनेको बजेटिङ, मेक अ बजेट। यसको लागि हामी युज गर्छौं 50-30-20 रुल्स। मानौं मेरो स्यालेरी 30,000 छ, 50 अनुसार मेरो स्यालेरीको 15,000 रुपैयाँ मैले मेरो आवश्यकतामा खर्च गर्न सक्छु, जस्तै कि फुड, रेन्ट, इलेक्ट्रिसिटी अथवा बिलहरू तिर्नको लागि। अब 30 मा आउँछ इन्भेस्टमेन्ट। इन्भेस्टमेन्ट भन्ने बित्तिकै सिधै हामी स्टक मार्केट होइन, पहिला सुरु हामीलाई चाहिन्छ इमर्जेन्सी फन्ड, त्यसपछि हामी गर्छौं इन्स्योरेन्स, अनि बल्ल कुरा आउँछ इन्भेस्टमेन्टको। यसमा जान्छ हाम्रो 9,000 रुपैयाँ। अब रह्यो 20% भनेको 6,000। 6,000 तपाईले प्रत्येक महिना पार्टी, मुभी, आफ्नो ट्राभलमा खर्च गर्न सक्नुहुन्छ। यो त भयो मेरो एक्जाम्पल। मैले 30,000 कमाएर यसलाई 50-30-20 मा डिभाइड गरे। अब यदि तपाईको स्यालेरी यो भन्दा थोरै छ भने तपाईले यो रुल्सलाई हल्का फ्लिप गर्न सक्नुहुन्छ। जस्तै कि मानौं तपाईको स्यालेरी 20,000 छ। नेपालमा 20,000 भनेको एकदमै थोरै पैसा हो, किनभने 20,000 को 50% भनेको 10,000। 10,000 ले एकजना मान्छेलाई एक महिनामा खान बस्न पुग्दैन। त्यसैले तपाईले आफ्नो स्यालेरी 20,000 वा 20,000 भन्दा कम छ भने तपाईले यो रुल्सलाई 60-20-20 मा पनि चेन्ज गर्न सक्नुहुन्छ। अथवा तपाईको स्यालेरी 50,000 अथवा 50,000 भन्दा पनि धेरै छ भने यो रुल्सलाई अझै फ्लिप गर्न सक्नुहुन्छ, जस्तै कि 40-30-20। अथवा तपाईले आफ्नो इच्छा अनुसार यसलाई अझै कम पनि गर्न सक्नुहुन्छ। आफ्नो इच्छा अनुसार खर्च कतिमा सीमित गर्ने, त्यसपछि आफ्नो इन्भेस्टमेन्टमा कति लाग्ने, त्यसपछि बाँकी रहेको पार्टी अथवा घुम्नको लागि कति छुटाउने भनेर तपाईले यो रुल्सलाई आफैले फ्लिप गरेर मिलाउन सक्नुहुन्छ। पोइन्ट नम्बर 3, इमर्जेन्सी फन्ड। इमर्जेन्सी फन्ड भनेको यस्तो फन्ड हो जुन चाहिँ तपाईलाई इमर्जेन्सी पर्दा काम दिन्छ। जस्तै कि मानौं तपाई भर्खर जब गर्न थाल्नु भएको छ, तपाईको मन्थली स्यालेरी 30,000 अथवा 20,000 छ। मानौं भोलि नै त्यो जब गयो भने तपाई के खाएर बाँच्नुहुन्छ? हो, त्यसको लागि हामीले बनाउनु पर्छ इमर्जेन्सी फन्ड। इमर्जेन्सी फन्ड चाहिँ आइडली 12 महिनाको बनाउनु पर्छ भन्छन्, तर हाम्रो नेपालमा 12 महिना जति अलि पोसिबल छैन, किनभने हाम्रो इन्कम नै एकदमै थोरै हुन्छ। त्यसैले म चाहिँ तपाईहरुलाई सजेस्ट गर्छु 6 महिनाको इमर्जेन्सी फन्ड चाहिँ पक्कै बनाउनु होला। इमर्जेन्सी फन्ड भनेको त बुझियो, तर यो कसरी बनाउने? यो बनाउनको लागि सिम्पल छ। मानौं तपाईले हरेक महिना आफ्नो जरुरतमा 10,000 रुपैयाँ खर्च गर्नुहुन्छ। 10,000 लाई इन्टु 6 ले गुणन गरिदिनुस्, 60,000 हुन्छ। तपाईसँग यो 60,000 चाहिँ जहिले पनि आफ्नो बैंकमा एज अ इमर्जेन्सी फन्ड हुनुपर्छ। अघिको 50-30-20 रुल्स अनुसार हाम्रो 30% बाँकी थियो नि जुन 9,000, यो चाहिँ 60,000 नहुने जेलसम्म तपाईले चाहिँ त्यो 9,000 लाई आफ्नो इमर्जेन्सी फन्डको अकाउन्टमा राख्दै जानुस्। अब यो 60,000 भयो, तपाईको 6 महिनाको एक्सपेन्सेस टर्छ। अब यसपछि आउँछ इन्स्योरेन्स। इन्स्योरेन्स एउटा यस्तो कुरा हो जुन मान्छेलाई आफ्नो हेल्थ अथवा लाइफमा प्रोटेक्सन दिने काम गर्छ। हेल्थ इन्स्योरेन्स सबैले लिन एकदमै आवश्यक छ, तर लाइफ इन्स्योरेन्स भने यदि तपाई आफ्नो घरको एउटा जिम्मेवार व्यक्ति अथवा तपाईले कमाएर नै आफ्नो घर परिवार चल्छ भने मात्र तपाईले लाइफ इन्स्योरेन्स लिनुहोस्। होइन भने तपाई जिम्मेवार व्यक्ति होइन भने तपाईले लाइफ इन्स्योरेन्स चाहिँ नलिख्दा पनि हुन्छ। अब कुरा गरौँ हेल्थ इन्स्योरेन्सको। मानौं तपाईको 1 वर्षको स्यालेरी 2 लाख रुपैयाँ छ, त्यसलाई इन्टु 3 ले गुणन गरिदिनुस्।
2 × 3 गर्दा 6 लाख हुन्छ। तपाईले टोटल कभरेज 6 लाखको चाहिँ इन्स्योरेन्स लिग्नु पर्ने हुन्छ। यदि तपाईले अब हेल्थ इन्स्योरेन्स लिएर लाइफ इन्स्योरेन्स पनि लिग्ने सोचिरहनु भएको छ भने लाइफ इन्स्योरेन्स चाहिँ आफ्नो इयरली इन्कमको 25 ले गुणान गरिदिनुस्। त्यो बराबरको कभरेजको लाइफ इन्स्योरेन्स चाहिँ तपाईले लिग्नु पर्ने हुन्छ। भोलि तपाईको फ्यामिलीमा के आपद विपद आयो, तपाई एक्सिडेन्ट भएर काम गर्न सक्नु भएन अथवा तपाईको डेथ भयो भने तपाईको नोमिनीले यो पैसा चाहिँ पाउँछ। इमर्जेन्सी फन्ड पनि भयो, इन्स्योरेन्स पनि भयो। अब बल्ल कुरा आउँछ इन्भेस्टमेन्टको। जुन हाम्रो त्यो 30% छ नि, त्यो 30% बाट हामीले इमर्जेन्सी फन्ड बनाउँछौं 6 महिनाको, त्यसपछि इन्स्योरेन्स लिन्छौं अनि बल्ल इन्भेस्टमेन्टतिर लाग्छौं। अब इन्भेस्टमेन्टमा कुरा गरौँ एसआईपी। एसआईपी भनेको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान। यो तपाईसँग नलेज छैन, टाइम छैन, तपाईलाई मार्केटहरुको बारेमा केही नलेज छैन भने यो कुरा तपाईको लागि बेस्ट हुन सक्छ। अब लागौं पोइन्ट नम्बर 4 मा। यदि तपाईसँग कुनै पनि ऋण छ भने त्यसलाई सबैभन्दा पहिला चुक्ता गरिदिनुस्। सक्नुहुन्छ भने ऋण लिग्दै नलिग्नुहोस्। यदि लिग्नुहुन्छ भने पनि इमर्जेन्सी फन्ड बनाएर इन्स्योरेन्स लिएपछि इन्भेस्टमेन्ट भन्दा पहिला आफ्नो लोनलाई चुक्ता गर्नतिर लाग्नुहोस्। ऋण चुक्ता गर्ने पनि केही रुल्सहरु हुन्छ, जस्तै कि हाई इन्ट्रेस्टबाट पहिला तिर्न थाल्ने। भनौं तपाईको कुनै एउटा इन्ट्रेस्ट चाहिँ 13% अथवा 14% छ भने पहिला त्योबाट तिर्नुस्। बाँकी रहेको 8% 7% लाई चाहिँ बिस्तारै यो तिरिसकेपछि यो तिर्न सक्नुहुन्छ। पोइन्ट नम्बर 5 मा छ लाइफस्टाइल इन्फ्लेसन, यानी कि महंगाई। मेरो स्यालेरी आज 20,000 रुपैयाँ छ अरे, मान मेरो स्यालेरी बढेर अब 25,000 भयो। तर त्यो 25,000 बढे सँगसँगै हामीले आफ्नो लाइफमा इन्फ्लेसनलाई पनि निम्ताउँछौं। स्यालेरी बढ्यो भनेर राम्रो रुम, स्यालेरी बढ्यो भनेर राम्रो मोबाइल र स्यालेरी बढ्यो भनेर पार्टी अथवा ट्राभलमा मात्र खर्च गर्नु हुँदैन। स्यालेरी बढे सँगसँगै आफ्नो लाइफको खर्चहरुलाई पनि बढाउँदै जानुहुन्छ भने तपाई कहिले धनी बन्न सक्नुहुन्न। मानव मेरो स्यालेरी 20,000 छ, मेरो स्यालेरी 20,000 देखि बढेर 25,000 भयो। अब यो 5,000 लाई म सिधै आफ्नो 20% इन्भेस्टमेन्टको पोर्टफोलियोमा हाल्दिन्छु। यदि मैले यसो गरे भने मेरो इन्भेस्टमेन्ट पोर्टफोलियो पनि बढ्दै जान्छ, त्यही अनुसारको मेरो खर्चहरु पनि लिमिटमा बस्दै जान्छ। अब कुरा गरौँ पोइन्ट नम्बर 6। तपाईसँग एटलिस्ट 3 वटा बैंक अकाउन्ट चाहिँ हुनुपर्छ। 3 वटा बैंक अकाउन्ट किन हुनुपर्छ भन्दा तपाईले एउटा बैंकमा चाहिँ आफ्नो स्यालेरी आउने बैंक अकाउन्ट बनाउनुस्। एउटामा स्यालेरी मात्र आउँछ, अर्कोमा भनेको इमर्जेन्सी फन्ड राख्नुस्, जुन हामीले त्यो 30% बाट 6 महिनाको लागि एलोकेट गरेर छुट्याएर राख्छौं। यो बैंक अकाउन्ट चाहिँ तपाईले चलाउनुहुन्न, जब इमर्जेन्सी पर्छ तब मात्र चलाउनुहुन्छ। एउटामा स्यालेरी आयो, अर्कोमा इमर्जेन्सी फन्ड भयो र अर्कोबाट चाहिँ डाइरेक्टली इन्भेस्टमेन्टतिर जाने बनाउनुस्। स्यालेरी आउँछ, इमर्जेन्सी फन्डमा गयो र त्यसपछि इन्भेस्टमेन्ट फन्डमा जाने। यस्तो गर्नुभयो भने तपाईलाई एकदमै डिसिप्लिन हुनलाई यो रुल्सले मद्दत गर्छ। आफूले जानेको जति पर्सनल फाइनान्स 1-on-1 तपाईहरुलाई शेयर गर्ने कोसिस गरेको छु। यो भिडियो कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनु होला र अब अर्को नेक्स्ट टपिक केमा भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला। सी यू, बाइ बाइ, ह्याभ अ गुड डे।